के भयो किन ढिलो आएको कसलाई भेटेर आएको तेरो पक्कै अर्को बोयफ्रेन्ड छ मलाई थाहा छ नि तैँले पनि ढिलो गर्छु छ्या के भयो भन् छिटो भन् के भयो म भोलि गान्तोक जाँदैछु कि गाडी रिजर्भ गान्तोक किन जाने काम छ गाडी कसको गाडीमा अब को हुन्छ गाउँको दादा 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 भनेपछि केटा केटा गाडीमा त 2-3 घन्टा हिँड्छस् ओइ नजा हुँदैन त्यस्तो हुँदैन हुँदैन जसरी त्यो केटा हो केटा गाडीमा ठ्याप्पै नचर भनेपछि तिमी एउटा केटासँग जान्छ एउटा गाडीमा सँगै दुईजना कसरी जान्छौ तिमी कसरी के हुँदैछ भगवान् यो संसारमा के हुँदैछ मेरो गर्लफ्रेन्ड अरू केटासँग 2-3 घन्टा एउटै गाडीमा भगवान् के हुँदैछ नजाऊ बेबी बेबी नजाऊ हुँदैन केटासँग पटक्कै नजाऊ बेबी हुँदैन बेबी म डले डले मलाई पक्र बेबी मलाई पक्र म सुन्नु सक्दिनँ यस्तो कुरा बेबी नजाऊ नजाऊ ओइ तैँले अरू केटासँग जाने कसरी सोचिस् तिमी अरू केटासँग कसरी जाने म बिना ल मैले के गरेँ मैले किन गएको बेबी ल म मोडिदिन्छु बेबी ल म तिमीलाई डिस्टर्ब गर्न सक्दिनँ बेबी प्लिज नजाऊ बेबी नजाऊ म कस्तो नराम्रो भयो किन यति साह्रो नराम्रो केटा हो त्यो पनि केटा हो त नजाऊ न हो प्लिज नजाऊ न बेबी नजाऊ A few moments later. बेबी म तपाईँलाई किन गएको याद छ म तपाईँलाई माया गर्छु नि त बुझ्यो होइन ओ कता गयो भने केटीसँग जानु ल केटासँग जानु ल किनभने त्यो पनि केटा त केटा हो नि त बुझ्यो होइन